皆さん一緒に行きましょうसलमान खान वाका हो शाहरुख खान हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आयो सबैजना सन्चै आरामै हुनुहुन्छ भने मैले आशा राखेको छु म पनि एकदमै सन्चै आरामै नै छु सो आज चाहिँ हामी गएकोबाट सबैजना क्लासमेट साथीहरूसँग चाहिँ हामी खोइ कहाँ गएको मलाई चाहिँ थाहा भएन सबैजना जाँदैछौँ ओ अगाडि छ सबैजना टक्कसँगले हामी चाहिँ जाँदैछौँ आजको मौसमको कुरा गर्नुपर्ने हो भने चाहिँ एकदमै बादल लागेर आकाश ढाकिएको छ सो अहिले हामी चाहिँ यहाँ बाहिर निस्किसकेको छौँ टक्कसँगले यहाँ भित्र जानुपर्ने होला सायद यहाँ रातो बत्ती बलिरहेछ र चाहिँ हामी चाहिँ अगाडि जानु मिलिरहेको छैन गाडी पनि टक्कसँगले रोकिरहेको छ यहाँ अगाडि फ्यामिली मार्ट छ फ्यामिली मार्टमा काम गर्ने सपनै रहने भयो सो अहिले हरियो बत्ती बलिसकेको छ सो हाम्रो ग्याङहरू चाहिँ यहाँ यतिजना छन् हामी यतिजनाको ग्याङ हो साथीहरू सो म चाहिँ यहाँ छु केटाहरू सबै अगाडि छ म पछाडि छु यो गाडी चाहिँ कम्तीमा पनि 2 करोड पर्छ अरे हो बाफ्रे म छक्क लागेको क्या यो चाहिँ यो गफारीले भनेको एकदमै सफा र सुन्दर सहर भनेर चिनिने एकमात्र देश हो टोकियो जापान ठिकै छ गाडीहरू कुदिरहेछन् बाइकहरू कुदाउनु मन लाग्छ तर के गर्नु बाइक कुदाउनु मन लागेर हुँदैन किन्नु सक्नु पनि पर्यो छैन नेपालमा त बाउआमाले किनिदिएको थिए बाइक के गर्नु त्यही हो गाइस तपाईहरुले यदि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक सब्स्क्राइब चाहिँ गरिदिनु पर्यो साथीहरु भएन यस्तो सब्स्क्राइबै बढेन मेरो कहाँ गएको हामी हट टेडिगा मिन्नासान दोको इकुन्दा हो ओमाए यो ओमाए भन्ने चाहिँ लास्टै डेन्जर शब्द हो यार तर त्यही भन्नु मन लाग्छ मलाई यार कसम भने हेर न यार घाम नलागेर भए पनि यस्तो मस्त आइरहेछ ए क्लासबाट निस्केर हिँडेछ कहाँ गएको थाहा छैन वहाँ अगाडि मिस हुनुहुँदो रहेछ केही थाहा छैन हिँडेछ क्लासमा पनि भिडियो हेरेर बसिरहेको थिएँ म त जाने भएछौ ओ माया अब धेरै नसताऊ हो त्यो तिम्रो चाल देखेर आज फुफुरी लाग्यो नि हौ यहाँ भित्र चाहिँ हेर्न सक्नुहुन्छ है यस्तो दामी ग्राउन्ड चाहिँ खेलेर बसिरहेछन् साथीहरू टेनिस बलहरू ब्याडमिन्टन हो कि के हो यो के छ यी दमकलहरू चाहिँ यसरी राखेको हुन्छ है दमकल हो नि अस्ति म यहाँ ब्याङ्कमा आएको कामै नभएको यो ब्याङ्कमा त यार कस्तो खालको ब्याङ्क हो जाडो लागेको बेलामा यार कस्तो मस्त तातो भएर क्लासमा बसिरहेको अब कस्तो बाहिर निकालिदिएर तनाव भइहाल्यो नि जाडोले त जाने बेला भयो त तर जे भए पनि क्लासकै छुट्टी हुने टाइममै छुट्टी हुन्छ र त्यही खुसी लाग्छ त्यो तिम्रो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ अब जाने भयो जाऊ ओ माया अब धेरै नसताऊ हो त्यो तिम्रो चाल देखेर आज यो सबै पाकिस्तानी भन्नु मिल्दैन उज्बेकिस्तान अनि खै कुन अस्ति हामी उहाँ आएको थियौँ यहाँ अस्ति मैले यो भिडियो पनि लगाएको थिएँ अस्ति यहाँ माथिबाट मैले खिचेर लगाएको थिएँ नि अस्ति म्युजियम जाँदाखेरि अहिले अस्ति मैले झन्डाहरू पनि देखाएको थिएँ तपाईँहरूलाई टक्कसँगले अहिले हामी कहाँ जाँदैछौँ त्यो थाहा छैन
अहिले चाहिँ यता जाँदैछु मिनोसान इस्सुनी इकिमास्यो ओ कस्तो दामी ए हट त्यतिका जनता जान चाहन्छन् कहाँ गएको यस्तो दामी ठाउँ छ त ओइ झर्छ है फोमा ए 0.5 ल यो अगाडिको चाहिँ मिया खलिफा बुर्ज खलिफा नानी नानी मनाई सो अहिले चाहिँ हामी यो हाम्रो साथी चाहिँ एकदमै फटा उयो मान्छे के भएर सुतिरहेको थियो के क्लोथ यो त भरे बोकेर लान्छ अरे हो कसले भने यो त लान्छ अरे यहाँबाट हटाउँछ अरे यो गाडी लिएर जान्छ होला नि अँ सबै उयो रहेछ नि त यो राखेको पैसा तिर्छ अरे पैसा सबै नगरपालिकाले दिन्छ अरे यो नगरपालिका पर्मिसन लिने मेसा भिङ त पानी पनि त्यहाँ राखिरहेछ यो यतिको हुनुपर्छ नेपालमा पनि यस्तै हुँदा अब वर्षको त्यो नि दाइगाको अप्लान नै हुन्छ नेपाली नि आउँछ यहाँ कति जन्म साथीहरू कति छ यहाँ नि कहाँ सकिँदैन नि हेर्दै स्ट्यान्डर्ड छ त्यस्तो भन कति 17 लाख कुन सब्जेक्ट हो सबै छ बिजनेसदेखि लिएर आइटी तोसीमा यहाँ पार्क रहेछ त सानो पार्क यहाँभित्र चाहिँ तोसीमा अगाडि मात्र देखाइरहेको छु हामीलाई पनि मायाले हेर न पार्वती इट गुड प्लेस सो यो चाहिँ हाम्रो एकदमै पपुलर हाना फुल हो सो अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भने खानेकुरा खान जाँदैछौँ वतासी न तोमोदाची यासासु कुत्ते तोमोदाची करे कोच्ची हामी कहाँ जाँदैछौँ भने कहाँ जाँदैछौँ भन्दैछ आज म त सान निहोन नो सेइखाचु वा दो देसु का 楽しいです楽しいそう本当に面白い楽しいです大きいではないです先生にहेर्दै हुनुहुन्छ सो अहिले चाहिँ हामी एकदमै फराकिलो ठाउँमा एउटा मैदानमा छौँ यो मैदानको नाम चाहिँ थाहा भएन मलाई अनि यहाँ मिसले चाहिँ के भनेर भन्नुहुन्छ टोइलेट हेर्नु लाउँदैन जस्तो लागिरहेछ कुरा बुझ्दा चाहिँ यहाँ चाहिँ केटाकेटी खेलिरहेको छन् एकदमै मजाले यहाँ चाहिँ हाम्रो विद्यार्थीहरू हुनुहुन्छ एकदमै यासासी कुत्ते यो चाहिँ एकदमै महँगो गएको रहेछ युएस को अफिलिएट हो त कुन रे युएस अरे मारेको छ नि त्यही हो यहाँ चाहिँ केटाकेटीहरू खेल्ने रहेछ भनेको त बुढो मान्छे नि सुतिरहेछ त पक्कै पनि खेलाउनु लाग्यो होला खेलाउनु ल्याएको होला भनेको टक्कसँगले यहाँ हाम्रो साथीहरू सो अहिले चाहिँ हाम्रो साथीहरू एकदमै पर मजाले गइरहेछ एकदमै खुसी छ टोइलेट हेर्नु पाउँदाखेरि हाम्रो साथीहरू हामीले चाहिँ एकदमै लग्जरी स्टाइलको हामी बाथरुम टोइलेट चाहिँ हेर्न आइरहेको छौँ यहाँ चाहिँ ओ तोइरेन युनिभर्सिटी डिजाइन कोरेवा युनिभर्सिटी डिजाइन हाई हाई मिते मिनासान ओहायो गोजाइमास कोरे नानी देश तोइरे त हामी टोइलेट हेर्ने दिन पनि आइसकेको छ यसरी हेर्नुपर्ने हुन्छ टोइलेट ओए बिल्ला लाग्दो
है टोइलेटको फोटो पनि खिचेर हामी भिडियो सिडियो बनाएर निस्किसक्यौँ के नास्ता पिउने के खाने यहाँ थक्कसँगले टोइलेटको छेउमा खै ब्ल्याकबेरी होइन हो के होइन हो खै के को ए टक्कसँगले मेरो मोबाइल चाहिँ क्यान्सल ओहो फुलै फुलको बगैँचामा मेरी माया सो अलराइट गाइज अब हामी चाहिँ अब सायद यहाँदेखि फर्किनु पर्ने होला ठिकै छ हामी टोइलेट हेर्नु आयौँ आजको दिनमा चाहिँ के गर्नु आएको होला हामी सबैजना भनेको तर लास्टमा चाहिँ हामी टोइलेट हेर्नु आएको रहेछौँ टोइलेटमा चाहिँ के हेर्नु आएको भन्दा युनिभर्सिटी डिजाइन पार्ट चाहिँ पढेर आउनु भएको थियो त्यही सायद त्यही देखाउन ल्याउनु भएको होला सायद यहाँभित्रै बसिरहेको त हौ कत्रो टाइम लाग्यो मिनसान यता पर हो सो हाम्रो साथीहरू चाहिँ यता हेरिरहेछन् हामी यस्तो रहेछ यहाँतिर चाहिँ टक्कसँगले मौसम चाहिँ एकदमै बब्बाले छ आज आकाश धुमिएर कस्तो भइरहेछ भने ओ पाण्डा आम्मा के हो अनि आइफोन 17 आम्मा त्यो पनि प्रो म्याक्स आहा कडा छ हौ मारेको छ हामी आज टोइलेट हेर्नु आएको रे युनिभर्सिटी डिजाइन हाय हाय सो दिस ओ हेमन्त पाण्डाले आइफोन 17 प्रो म्याक्स टल्काएर हिँडिरहेछ तिमी चाहिँ कहिले छैट किन न यार फाल्दै त्यो अनि फेरि अर्को होइन त्यो सेकेन्ड हेर्न बेच्देऊ अनि अर्को नयाँ किन भनेको जाँठा सो अहिले चाहिँ हामी एकदमै बाहिर चाहिँ एकदमै जाडो छ मेरो हात चाहिँ बडै चिसो भइरहेछ त्यो माइक हातमा बोकिरहेको छु यहाँ चेप्ने नै हराइदियो क्या ओए लोगै हराइदियो क्या यहाँको चुम्बकै कहाँ झऱ्यो अब के गर्ने अब यहाँ यस्तो च्याप गर्ने त छ तर त्यो के गर्नु भाँजी जान्छ होला कुन दिन त्यो चलाउँदा यो क्लिप युज गर्ने क्लिप छ क्लिप त छ कि तर त्यो अर्को भयो भने चाहिँ झ्याप्प टाँसिने थियो नि त सो अनि अहिले चाहिँ ग्राउन्ड त यस्तै टक्क छ हाम्रो साथी चाहिँ परबाट आउँदैछ एकदमै खुसी छ आज ब्लग वारी minna de mitaimasu. Hontoni. Hai. 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 Bye bye janai yo. Jam. Jam बुझ्छ यसले बुझ्छ. बुझ्छ सिकाएको. ल हेरौँ त ल. तर यसलाई कस्तो गोरो देखेर छ हौ. गोरे त तिमी भन्दा त गोरै छ हौ. हैन गोरो त गोरो छ. सलमान खान वाकर शाहरुख खान तो बोलियो तो नया एक्ट्रेस नाम है गोकको कुरा गोनिन कुरा मिच्छु सलमान खान शाहरुख खान साइफाल नहीं दे तो और क्या बनेगा ना सैफ अली खान तो इचिमान हाँ इचिमान के भन्छ युमै ऋतिक रोशन जो मुस्लिम अमिताभ बच्चन एक्ट्रेस
सुन्नी लियोन एकछिन सनी लियोन सित मिया खलिफा सित्दैन तैनले हेर्नु हुँदैन सागा सिते गुरगुरे दे गुरगुरे के गुरगुरे दियो भने चाहिँ जीवन दे सागा सिते कोन त मिया खलिफा तो इन्दोजिन इन्दोजिन सो सो मुस्लिम हल्का गफ दिएको हेर्नु चाहिँ हुन्न त्यस्तो अहिले 4:10 गएको छ सो तपाईँहरूले देख्न सक्नुहुन्छ हामीलाई आज यहाँ टोइलेट हेर्नु ल्याएको छ हौ साथीहरू टोइलेट हेर्नु ल्याएको छ ओ यहाँभित्र मैले देखाएकै छैन नि त म सो गाइस आजको भिडियो चाहिँ यहीँसम्म हो अब नेक्स्ट टाइम फेरि भिडियो लिएर आउनेछु भन्दै आजको भिडियोबाट छोटो मिठो भिडियोबाट चाहिँ म बिदा लिन चाहे साथीहरू सो स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् भन्दै आजको भिडियोबाट म चाहिँ छुट्टिन चाहे र लास्टमा छुट्टिने बेलामा फेरि पनि तपाईँलाई भन्न चाहे कृपया मेरो भिडियो हेर्दै हुनुहुन्छ भने कृपया लाइक सेयर सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला सो लभ यु गाइस टाडाङ 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 ढ्याङ ढ्याङ